आजदेखि सुरु भयो मेरो 30 डेज मिनी भ्लग च्यालेन्ज। तर पहिलो दिनमा यस्तो के भयो कि मलाई त लाग्यो यो च्यालेन्ज 30 दिनसम्म पुग्ला जस्तो छैन। हेरौं डे 1 मा के भयो त। अलराइट गाइज, वेलकम टु माई फर्स्ट मिनी भ्लग। आई होप तपाईहरु सबै सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। आज म बिहान बिहानै उठेर दोकानमा जाँदैछु, किनभने घरमा दिदी र भेना हुनुहुन्छ। दिदी र भेनालाई थुक्पा भए पनि खिलाऊ भनेर म दोकानतिर लागे। सो आजको मौसम चाहिँ बबालै राम्रो छ। म चाहिँ एक्लै यहाँ घाँस चपाउँदै जाँदैछु। मतलब वो अलग ही लेवल का बंदा था। हाम्रोतिर चाहिँ भर्खर कोपी यतिको भइसक्यो। सो यो चाहिँ हामीले रोपेको कोपी हो। अनि यो देख्नु भएको ठाउँ चाहिँ तिनजुरे हो। आज चाहिँ त्यहाँ पनि कुहिरो लागेको छैन, यही भएर ठाउँ राम्ररी देखिरहेको छ। अनि गाइज, आजदेखि म 30 डेजको मिनी भ्लग च्यालेन्ज गर्दैछु। हेरौं मैले यो च्यालेन्ज कम्प्लिट गर्न सक्छु कि सक्दिन। तपाईहरुको माया, साथ र सपोर्ट भयो भने यो च्यालेन्ज पक्कै पनि पूरा हुनेछ। अलराइट, अहिले चाहिँ म दोकान घर पनि पुग्नु लागिसके। सो हेरौं दोकानमा को हुनुहुन्छ। गाइज, पसलमा त कोही पनि हुनुहुँदैन रहेछ। त्यसपछि म घरतिर फर्के। मेरो घर चाहिँ शंखसभा जिल्लाको धर्मदेवी नगरपालिका 1 मदामसिंह गाउँमा पर्छ। सो गाउँ रमाइलो छ। अहिले चाहिँ म कुद्दै घर जाँदैछु गाइजहरु। सो म घर पनि आइपुगिसके। किचन भित्र पसेको त कोही पनि हुनुहुँदैन रहेछ। सो दिदी र भेना चाहिँ उतापट्टि जिस्किँदै पो सुँगुरको चारो काट्दै हुनुहुँदो रहेछ। म चाहिँ सिंगलै मर्ने भए भन्दै म चाहिँ टोलाइरहेको छु। साथीहरु, हाम्रो घरबाट चाहिँ मकाल हिमाल हल्का देखिन्छ। अहिले चाहिँ दिदी र भेना दुवै बाहिर चामल सुकाउँदै हुनुहुन्छ। आज घाम लागेको भएर मलाई चाहिँ गर्मी भइरहेको छ। सो म चाहिँ यहाँ अल्छीले बसिरहेको छु। त्यसपछि मलाई खाना खान बोलाउनु भयो र म खाना खान जाँदैछु। मम्मी र बुबा चाहिँ माइली दिदीकोमा जानु भएको छ। सो हामी आज चाहिँ 3 जना छौं र हामी खाना खान थाल्यौं। खानामा दाल भात तरकारी रहेछ। मलाई चाहिँ मिठो लागेर गम गम खान थाले र दिदी र भेना पनि बिस्तारै खानु हुँदैछ। मैले भिडियो गरिरहेको छु भनेर उनीहरुलाई थाहा पनि रहेन रहेछ। त्यसपछि म बाख्राले घाँस लिन गए। भेनाले कतै घुम्न जानुपर्छ भाइ भन्दै हुनुहुन्थ्यो र मैले पनि जाउँ न त भनेर भेनालाई घुमाउन लगे। अहिले चाहिँ बेलुकाको 5 बज्न लागिसकेको थियो। सो हामी माथि गुम्बासम्म जाने भनेर जाँदैछौं। बाटो उकालो भएकाले हामीलाई पसिना आइरहेको थियो। फाइनली हामी गुम्बा पनि पुग्न लागिसक्यौं। भेना एक्साइटेड हुँदै अगाडि हिँड्दै हुनुहुन्छ। हाम्रो गुम्बा चाहिँ यस्तो छ साथीहरु, दामी भएको छ अहिले चाहिँ। र यतिकैमा हामी घर। ल त साथीहरु, आजको लागि यति नै। खासमा यो भिडियो चाहिँ अस्तिकै हो, लगभग 1 हप्ता जति हुन लागिसक्यो। भ्लग भोइस ओभर गर्न पाएको थिएन। सो आज चाहिँ गरे। आज चाहिँ 1 गते हो। तपाईहरुलाई भिडियो के कस्तो लाग्यो कमेन्ट गर्न सक्नुहुनेछ र यस्तै कन्टेन्ट हेर्न चाहनुहुन्छ भने मलाई फलो गर्नु होला। आजको लागि यति नै। अर्को मिनी भ्लगमा भेट्नेछौं। डे 1 कम्प्लिट।